घाँसले भरिएको घोरेपानीको हिलो बाटो पार गरेर पुन हिल पुगे। त्यहाँ अन्नपूर्ण र धौलागिरी हिमाल देख्दा मन निकै खुसी भयो। एडभेन्चर र यादहरूले भरिएको यो यात्रा आउनु साथीहरू सँगै हेरौँ है त। अलिअलि उज्यालो हुन थालेपछि म धार्केको बाटो निस्किएँ। सुरुमा बाटो अलिअलि हिलो थियो, तर मनोकामनातिर पुगेपछि त्यहाँ पानी नपरेको रहेछ। बाटो अलि हिलो नभएको देख्दा निकै खुसी लाग्यो। क्युआर पठाइदिनु न, म तपाईँलाई पेमेन्ट गरिराख्छु। दिस आन्टी पठाइहाल्नु ल, म रोकेर। होटल बुकको लागि चाहिँ पहिला पेमेन्ट गर्नुपर्ने रहेछ। पोखरा पुगिसकेपछि पामी साइडतिर ड्रोन उडाउन भनेर गएका थियौँ, तर मौसमले साथ दिएन, त्यसैले फर्कियौँ। अब यात्रा भन्यो घोरेपानीतिर नयाँ आशासँगै। नयाँ पुल पुग्दा दायाँ लागे। बेनीको बाटो लामो देखिएकोले छोटो बाटो जान्छु भनेर सुरुमा चाँडो लाग्यो, तर झन्झनी हिलो चिप्लो बाटो आयो। लड्यो पनि, हेरौँ अझै कति लड्ने हो। अब मेरो बाइक स्टार्टै हुँदैन। अब स्टार्टै हुँदैन, अब के गर्नु। पारा देखाइहाल्यो नि। कस्तो गाडी होला। मेरो ढाडको पछाडि यति धेरै त्यो यार, हिलो त यही अगाडिसम्म आइसक्यो। साइड लाइट कति गरमको बिहा क्या। सरितामा आज दुईचोटि लड्नु भयो। कस्तो राम्रो बाटो। अब चाहिँ पुग्न आँट्यो। फुल भने यस्तो दामी फुलिरहेछ, दामीको नि दामी दामी। के साह्रो फुलेको त यार। फुल हेरेको कहाँ, अर्को लाइनमा गइदिएर यार सम्झिने त काब्रोले सम्झिने।
आम्मामामा कस्तो दामी देखिरहेछ यार। म यहाँ छु, तल मान्छेहरू फोटो खिचिरहेछन्। यस्तो लाली गुराँस त कति हो। म बस्ने होटल चाहिँ त्यही जस्तो लाग्यो, स्नोल्यान्ड त्यो अग्लो होटल जस्तो लाग्यो कि त यो कि त उयो। अनि यता डेन्जर हुँदो रहेछ, पार्किङ यहाँ कति रकको चाहिँ छैन, यही बाटोतिर राख्नु। म चाहिँ होटल आइपुगिसकेँ अनि रुम चाहिँ सफा भएको छैन अरे भनेर एकछिन यहाँ कुर्दैछु। हल्का सिमसिम पानी परिरहेछ। आहा कस्तो राम्रो देखेको, शिरमा सजै राखे नि फुल जस्तै। प्राउड फिल भयो म त एकदमै। धेरै धेरै धन्यवाद दिदी। तपाईँको त्यो उसले गर्दा मैले नाम थाहा भयो कि त्यहाँ क्युआरमा थियो नि त तारा भनेर, त्यहाँबाट नाम तारा दिदी खोज्छु भनेर आएको म। हो हामीले थाहा पाएको हो र केटा मान्छेहरूले ल्याउँछ ल्याउन त है, एक्लै केटी मान्छेले लिएर आउने भन्ने। यस्तो दामी देखिरहेको छ नि, लुकिङ लाइक अ वाउ। शिरमा सजै राखे नि फुल जस्तै। हजुरहरू आउँदै हुनुहुन्छ भने चाहिँ अगाडि नै बुकिङ गरेर आउनु होला। अगाडि प्रिपेमेन्ट गरेर आउँदाखेरि चाहिँ राम्रो हुने रहेछ। छैन हो दिदी, यहाँ पार्किङ छैन हो त्यही रोडमै। स्टेसनमा हो कि टाढो हुन्छ नि त, तल लागि चाहिँ बनाएको छैन। ए यहाँ पनि कस्तो छ भने तल्लो भोरेपानी बेलुका भोरेपानी सिडिएलमा चाहिँ भोरेपानी तल्लोको पछि चाहिँ भ्यू हेर्ने हिसाबले यहाँ गरेको। अलिक कस्टमरहरू हेरेर अनि बस्ने राम्रो हुने तल लाग्यो असर गरेर हामीले चाहिँ तल राखिदिएको स्टेसन। ए मैले नि तपाईँहरूको यो टिकटकमै देखेर आएको कि तपाईँहरूको होटलको नम्बर राखेर रहेछ। त्यहाँको एकदम राम्रो होटल चाहिँ यही स्नोल्यान्ड भनेर राखेको रहेछ कि। अनि म त यहीँ जान्छु यहीँ आउँछु जसरी नै भनेर तपाईँले फोन गरेको गरेँ। बिहान त दाइ बोल्नुभयो हो, मलाई बेनीबाट आउनु यताबाट त अप्ठ्यारो हुन्छ एक्लै भन्नुभएको थियो। अनि यसो म्याप हेर्छु धेरै नै घुमाउनु रहेछ बेनीबाट, अनि धेरै नै घुमाउनु रहेछ यताबाट। जेसुकै अब यत्रो दिनभरि बाँकी छ, जेसुकै होस् भनेर अनि यही बाटो लड्दै आएको नि। तर त्यस्तो धेरै गाह्रो त छैन रहेछ, 2-4 ठाउँ चाहिँ त्यो हिलोले गर्दा अलिक अप्ठ्यारो रहेछ। बाटो त राम्रो है दिदी, योभन्दा नराम्रो बाटो हिँड्नुपर्छ कहिले। हुन्छ दिदी, मलाई दाल भातै हुन्छ। बिहान माथि कति बजी उठेर जाँदा ठिक होला दिदी, कति टाढा छ? म त हिँड्न सक्छु। खाना पनि खाइसकेँ। अघि चाहिँ तल गफ गरिरहेको थिएँ दिदीसँग, 2टा बेड हुनुको फाइदा। अब यो सिराक पनि यहाँ ल्याएर टुस। अब चाहिँ भने म सोध्छु फोनमा चार्ज छैन, यहाँ चार्जमा झुन्डाउने निसुत्ने। मलाई एभ्रिवान पुल हिल आइपुगिसक्यो। उज्यालो भएको छैन अहिले चाहिँ, मान्छे यहाँ धेरै छैन। एकछिन यस्तो भिड होला कि, यत्रो मान्छे छ यहाँ। पुल हिल नभन है गाइजहरू, यत्रो भिड छ। म यहाँ आएर ठाउँ रहेछेर बसेको, यहाँ कहाँ खुला काप्छ त्यो यत्रो छ मान्छेहरू। यहाँ पछाडि चाहिँ मेरो जस्तै अनुहार भएको दाजु रहेछ है। यता हेर्दा दिक्क लाग्यो। म गफ गर्छु है हजुरसँग। अब अघि बाटोमा आउँदा के भएको भन्दाखेरि होइन गाइजहरू, बाटोमा आउँदाखेरि नेपालीहरू थिएन मेरो हुलमा। जे होस् यस्तो जामै हुने गरी थियो मान्छेहरू, अनि त्यसपछि नेपालीहरू थिएन। अनि भ्याट पारेँ क्या, त्यसपछि म त हाँसो कन्ट्रोलै गर्नु नसकेर खिति हाँसो। यस्तो दामी देखिरहेछ उता।
अनि त्यही गाइजहरू उनीहरू चाहिँ चुपचाप भयो म चाहिँ खिरी हाँस्दै आयो यस्तो हुलमा यार यस्तो गनाएर फेरि आमा चिया त के हो या त आम्मा कस्तो दामी देखियो हेर्दा हेर्दै अहिले चाहिँ माथि मान्छे नि कम हुन थाल्यो तल झरेको हो क्या अरे आज वेदरले नि एकदम साथै हो क्या मजाले घाम लागिरहेछ यस्तो मजा भइरहेछ अब फर्किन्छु अब तलतिर नि लालीगुराँसहरू टन्न छ मेन भनेको लालीगुराँस हेर्न आएको यहाँ पनि हिमाल देख्न पायो तल पुग्दाखेरि चाहिँ फेरि यो घाम हरायो भने बर्बाद सत्यानाश हुन्छ नि गेटमा टिकट काटेर टुई जाने हो अघि बिहान त अँधेरो थियो अहिले पनि फेरि हुइसले अँधेरो हुन थाल्यो म चाहिँ रुम नि आइपुगिसकेँ अनि यहाँ म भ्यू देखाउँछु मेरो रुमबाटदेखि भ्यू एकछिनमा यहाँ स्ट्यान्ड राखेर पनि खिच्छु अहिलेको लागि टाढा जाने भनेर झोला प्याकिङ गरेँ बाहिर हेर्छु यस्तो दामी हिमाल देखेर फेरि एकछिन बस्छु भनेर प्याकिङ गर्न छोडेँ मैले सक्नु त सक्यो तर एकछिन बाहिर जान्छु म I left the hall light on in case you come back home. I sent a text that I was wrong. Oh, won't you come back home? Why won't you come back home? I've been sleeping with the light on dim. The dark feels heavier without you in. And every
last right cries your name. Won't you come back home again? यस्तो मजाले हिमाल खुलिरहेछ नि यहाँ प्याकिङ स्याकिङ गरिसक्यो मान्छे अझै यहीँ थन्किरहेको छ कतिखेर जाने हो